हामी स्विस ब्याङ्कको एउटा यस्तो रहस्यको पर्दाफास गर्दैछौँ जसको न्यायको लडाईँ लगभग 40 वर्षदेखि चलिरहेको छ। आउनुहोस् यो पुरै कथाको गहिराईमा डुबौँ। एकछिनलाई कल्पना गर्नुहोस् त, देशको अनि जनताको पसिनाले कमाएको अर्बौं अर्ब रुपैयाँ कसैलाई थाहै नदिए एकदम चुपचाप कुनै विदेशी ब्याङ्कको अँध्यारो भल्टमा थन्काइएको छ। तर यस्तो कसरी सम्भव हुन्छ? हो, यसको जवाफ लुकेको छ स्विस ब्याङ्कको यही रहस्यमा। हेर्नुहोस्, स्विस ब्याङ्किङ प्रणालीलाई ऐतिहासिक रूपमा नै यसको अति गोपनीयताका लागि चिनिन्छ। यहाँ पैसा कसको हो र कति छ भन्ने कुरा यति गोप्य राखिन्थ्यो कि त्यो सूचना बाहिर निकाल्नु भनेको लगभग असम्भव जस्तै थियो। अनि यही कारणले गर्दा यो संसारभरिका भ्रष्ट नेता र तानाशाहहरूका लागि आफ्नो देशबाट लुटेको कालो धन लुकाउने सबैभन्दा सुरक्षित र भनौँ न उत्तम ठाउँ बन्न पुग्यो। तर फिलिपिन्समा जब मार्कोस घोटाला बाहिर आयो, यसले पुरै विश्वको ध्यान खिच्यो। किनभने एउटा कुरा त पक्का छ, जतिसुकै प्रयास गरे पनि सत्य सधैँ लुकेर बस्न सक्दैन। यो कथाको सुरुवात हुन्छ सन् 1986बाट, जब फिलिपिन्सका तानाशाह फर्डिनान्ड मार्कोसको सरकार ठूलो जनआन्दोलनको कारण ढल्यो। सरकार ढल्ने बित्तिकै एउटा डरलाग्दो सत्य बाहिर आयो। मार्कोसले स्विस ब्याङ्कका गोप्य खाताहरूमा $684 मिलियन लुकाएर राखेका रहेछन्। त्यो पैसा तुरुन्तै फ्रिज त गरियो, तर त्यसलाई फिर्ता ल्याउन भने दशकौं लाग्यो। र यो घटनाले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँछ। न्यायको बाटो सोचे जस्तो सजिलो हुँदैन। यसले धैर्य र समय दुवैको माग गर्छ। सोच्नुहोस् त, मार्कोसको सरकार ढलेको लगभग 40 वर्ष भइसक्यो, तर यो मुद्दा अझै पनि पूर्ण रूपमा टुङ्गिएको छैन। लामो कानुनी प्रक्रिया, प्रमाण जुटाउने झन्झट र अदालतको चक्करले गर्दा यो लडाईँ आजसम्म पनि जारी छ। तर यसले के पनि देखाउँछ भने जतिसुकै ढिलो होस् वा जतिसुकै कठिन, सत्यको कहिल्यै मृत्यु हुँदैन। मार्कोसको कथा एउटा मात्र उदाहरण भने होइन। संसारभरि यस्ता थुप्रै सफलताका कथाहरू छन् जहाँ लुकाइएको सम्पत्ति सफलतापूर्वक फिर्ता ल्याइएको छ। जस्तै नाइजेरियाले आफ्नो पूर्व तानाशाह सानी अबाचाबाट $1 अर्ब भन्दा बढी फिर्ता ल्यायो। फिलिपिन्सले मार्कोसबाट $684 मिलियन फिर्ता पायो। अनि पेरू र ब्राजिलले पनि भ्लादिमिरो मोन्टेसिनोसको मुद्दामा $100 मिलियन फिर्ता ल्याउन सफल भए। समयसँगै बढेको अन्तर्राष्ट्रिय दबाव र कानूनमा भएको सुधारले गर्दा स्विट्जरल्यान्डले अहिलेसम्म 14 भन्दा बढी देशहरूलाई उनीहरूको लुटिएको सम्पत्ति फिर्ता गरिसकेको छ। तर प्रश्न उठ्छ, यो पैसा आखिर फिर्ता आउँछ कसरी त? यसको प्रक्रिया के कस्तो हुन्छ? सबैभन्दा पहिले त यो बुझ्न जरुरी छ कि पैसा फिर्ता ल्याउने प्रक्रिया भनेको कुनै सामान्य अनुरोधले हुने कुरा होइन। यो एउटा निकै लामो र असाध्यै जटिल कानुनी यात्रा हो। यो प्रक्रियालाई अझै सजिलोसँग बुझ्नको लागि हाम्रो भान्सामा आउने एलपीजी ग्यास सिलिन्डरको यात्रालाई हेरौँ न। जसरी कच्चा तेल निकालेर रिफाइनरीमा लगेर प्रशोधन गरी सिलिन्डरमा भरेर विभिन्न चरण पार गर्दै हाम्रो घरसम्म आइपुग्छ, ठ्याक्कै त्यसै गरी लुटिएको पैसा फिर्ता ल्याउन पनि धेरै चरण र प्रक्रियाहरू पार गर्नुपर्छ। यो काम कुनै एउटा निकायले मात्र गरेर सम्भव नै छैन। यसका लागि राष्ट्रिय सरकार, अन्तर्राष्ट्रिय कानूनका विज्ञहरू, ओइसिडी जस्ता संस्थाहरू र विभिन्न देशका अदालतहरूबीच वर्षौंसम्म गहिरो समन्वय र सहकार्य हुनेपर्छ। यस्तो संयुक्त प्रयासले मात्र पैसा फिर्ता आउने सम्भावना बढ्छ। ल, अब यो सबै कुरा बुझिसकेपछि एउटा अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्नबारे सोचौँ है त। एकछिन सोचौँ त, ती नेताहरूले लुकाएको अर्बौं डलरले देशमा कतिवटा स्कुल बन्न सक्थे होलान्, कतिवटा अस्पताल बन्थे होला, वा विकासका कति धेरै कामहरू हुन सक्थे होलान्। यो केवल पैसाको मात्र चोरी होइन, यो त देशको भविष्यकै चोरी हो। तर खुसीको कुरा के छ भने ढिलै सही, बिस्तारै बिस्तारै भए पनि सत्य बाहिर आइरहेको छ र न्याय पनि फर्किरहेको छ। र अन्त्यमा एउटा प्रश्न सबैका लागि, के हाम्रो देशको पैसा पनि यसरी नै कुनै स्विस ब्याङ्कको खातामा लुकाइएको होला त? यो प्रश्नमाथि विचार गर्न साँच्चै आवश्यक छ।